सबैले यति यति लगाइदिन्छ है त हेर हेर त यो फोटोको लागि है त्यस्तो निर्मला त्यहाँ गएको उसको त कपालले डेन्जर छ खतरा देखेको छ रुनु हुँदैन यो त मरेछ त नि सबैजनाको साथी हो नि फुगरै पाएन त के गर्दा अब क्यान्टिन छैन हजुर अस्ति सानाले कपाल काटेको नि बच्चाहरूलाई अनि बर्थडे नै त्यही केक खानलाई हतार के खाएको छैन आज खुसी होला तिमी बस्न बाबु ठाउँमा ओ निर्मला आउनु कहाँ केक त अनि पहिला बाबाले समाएर काट्दिनु न पहिला तपाईँले ऊ नानीलाई ऊ गरेर ह्याप्पी बर्थडे गरेर केक काट्दिनु न त्यो उसलाई बाल्नु न पहिला तिमीले काट्नु पर्ने हो र एन्जली काटिहाल्छ थोरै कट मात्रै लगाउनु त्यसपछि हामीले काट्नु ए यो पनि गर्ने हो तर केक त पर्छ होला है केक त फेरि खत्तम हुन्छ यो त मलाई घोर आउँदैन नि फेरि पड्केन भने फेरि भइपर्छ है तपाईँ गर्नु पाल्छ म यसमा स्पेस गरिदिन्छु यो केक के गर्ने त केकमा उता बहिनीहरु पनि गर्नु गर्नु पर्छ यो त गर्नु न यो त गर्नु यो त छुर्केर गर्नु लाइभमा छर्छ है अब बसेकोमै क्यामेरा टिप्दा टिप्दा हैन त्यो पनि मेमोरेबल हुन्छ नि त फेरि काट ल थोरै काट अनि बाँकी अनि ह्यापी बर्थडे चाहिँ कसरी भन्ने हो त भनिहाल्नु भन्ने हो One go happy birthday to you happy birthday to you happy birthday to you happy birthday to you happy birthday दिदी यता हेर तर परेछ असाडी लाऊ हैन अलिअलि के हुन्छ यो लड कहाँबाट आयो त यो पड्केन ए त्यो भित्र रहेछ यसो हार्ट वाला रहेछ सबै हेर्नु न बुनहरुमा परे हाल्ने ए कति क्यूट देखेको हो नि झनै यता मोबाइल छ है मोबाइल छ कुल्चेर फेरि तपाईको यो भयो भने टिक्न नि सजिलो हुन्छ काट्दिम ल काट्दिम तपाईले अब उयो पनि पाल्नु पर्नु ए यो झुझुरे खै त एउटा मात्र रहेछ एकछिन अघि एकैचोटी Happy birthday to you Happy birthday to you Happy birthday Santa clap gara Happy birthday to you सक्यो अब कसलाई खुवाउने फर्स्टमा हामी चाहिँ त तिमीलाई को खानु पर्छ तिम्रो यहाँ माथि उठाए उसैलाई खान्दिने होला नि पहिला को मान्छेलाई हो पहिला खुवाइदिन तपाईँ बाबा र मम्मीले खुवाइदिन नानीहरूलाई काटेर हामीलाई बर्थडेमा अनि काट्दिनु अब Happy birthday to you Happy birthday अहिले म घरमा गर्नु खान्दै हुँदैन फेरि छोरीले त अब के खान्दिने सानै त बर्थडे
टिस्यु पेपर नि छैन कपडा होला नि टिस्यु के को राख्ने कतै राख्दिनु न के को धुवा गयो यहाँ त नि यो उसको स्टाइल तातो होला तातो होला नि त हैन कता राख्ने कान्छी राख्ने त उता बाल्कनीमा राख्नु तर यही बसी के गर्नु पर्दैन यही राख्ने अनि अहिले कतै के केही नि हुँदैन अहिले स्टाइलमा हो अलि डेन्जर भनेको कति परे यस्तो गर्दैछ एन्जु के गरे तिमीले त्यो एलिसा काट न ए काटिदिम यो पहिला टपिङ्सहरु निकाल्नु